यो हामी म जन्मेको घर अहिले छोडेर अब कति 2 वर्ष चाहिँ अब भइसक्यो कम्प्लिटली छोडेको चाहिँ। यस्तो झार उम्रेर यस्तो भएछ के भन्नु, कति माया लाग्दो भएछ घर। यति टलक्क पारेर बसिँदैन थिए जनी, यता सबै फुल रोपेर हैन टम्म फुल हुन्थ्यो मकमक मकमक। कति फुल हुन्छ होला म यता सब फुल रोपेर अहिले हेर के गर्नु, धर्म छोडेको छैनन् यो बोट बिरुवाले, अरू जति सब मरेछन् के गर्नु। फर्सी कति धेरै फल्या रहेछ, पुरा आँगनैभरि झारै झार भएछ के घर। यस्तो राम्रो घर छोडेर माथि बसाइ सरे अब के गर्नु। यो बी टिपेर लानुपर्ने, हामी काठमाडौँ टिपेर लानुपर्ने है। किवी कति धेरै फल्या छ नि फेरि किवी। आबै जाने किवी हेर्न जाउँ। आयो धारा, अरूभन्दा नि यहाँको एकदम पानी साह्रै मिठो चाहिँ यो धाराको के। इस्कुस आम्मामा जानी, इस्कुसको मुन्टा हेर कति राम्रो, टिपेर लैजाउँ क्या हो बरु। बिचरा उखु कति धेरै फलेछ, के हो उखु हो के हो यो? उखु नै हो नि के होइन। यो धाराको पानी यति मिठो छैन नि, यति मिठो छैन के गर्नु। अब सबैजना परदेशी भएपछि यस्तो हुने रहेछ बिजोग। यो उखु हो कि के हो? उखु नै पो हो रहेछ त साँच्चै, उखु यति धेरै रहेछ। मलाई त माथिको घरभन्दा यहीँको घर मन पर्थ्यो, के गर्नु। चिया होइन यहाँनिर कति धेरै हुन्छ। चिया हो नि त्यो चिया। ओइ म त के पो रहेछ भने त यो त पाइप त कस्तो डेन्जर सर्प जस्तै देखिरहेको भने। यो चियाको बोटो जमानादेखि हाम्रो बाजे बराजुको पालादेखि यहाँनिर बाजेले टिपेर बनाउनु हुन्थ्यो चिया। के गर्नु त नि, यता सबै हुन्थ्यो, कति रमाइलो थियो पहिले। अब होस्, उता त मलाई डर पो लाग्यो जान पनि। यता सबै फुल रोपेर कस्तो राम्रो हुन्थ्यो। अहिले त सबै झार आएछ, झार झोर भयो। यो पनि के को औषधि हो भन्थ्यो यो कुरा। यत्रो भइसक्यो पनि यही मुहान है। कति जाडो बेला तातो हुन्थ्यो, तलतिर त झन् जान सक्ने अवस्थै रहेनछ घर छोडेपछि। इस्कुस यस्तो राम्रो छ नि, राम्रो। कागती सब किन हो, घाद्राङ घुद्रुङ सब झर्या रहेछ। मैले टिपेर एक भारी जम्मा गरेँ। यता कागती नि फलिसक्यो रहेछ साँच्चै। यो त बोट पनि झरिरहेछ त कागती त। यहाँ पनि झरिरहेको रहेछ, कतिको रसिलो छ। अब हेरौँ यसलाई के बढी भयो के पुगेन कि खोइ थाहा भएन। यहाँ रुखमै झरिरहेको छ कागती, झर्या रहेछ होइन। सब जम्मा गर्छु नि टिप्छु म, के भन्छ। यता सब झर्या छ त, किन झरे यिनीहरू? ओ माइ गड, नपाकी नै झरेछ त यिनीहरू त, किन होला त? आम्मामा ओइ प्लास्टिक खोज न हौ। कस्तो डर पनि लागिरहेछ। केमा? कति धेरै कागती झर्या रहेछ के। यो चाहिँ किवी चाहिन्छ, राख न। किवी कति धेरै फलेछ, पाक्ने बेला त भएको छैन, पाक्ने सिजन त खासै। यो चाहिँ हाम्रो घरको किवी हो। अब यो त खासै पाक्ने बेला भएको छैन, अलिअलि टिपेर त लानुपर्ने हो आएको बेलामा। यसपालि चाहिँ अलिक पातलो रहेछ है किवी हो ताजा। जान पो घर गइहाल्ने नि हामी, परसम्म नै छ कि। हामीले यहाँबाट के चाहिँ लगेनौँ। मुन्टा बोक्यौँ, लप्सी, यहाँ यो लप्सीको रुख होइन, बिचरा लप्सी टिप्ने नभएर यहाँ भुइँभरि लप्सी छ। अनि गोलभेडा रुख टमाटर बोक्यौँ। आम्मो जुका फेरि आउनु भएछ। अनि के भन्छ थुप्रो के बोक्यौँ हामीले। आम्मामा जुका अनु आऊ, हेल्प मी प्लिज। यहाँ भर्खर रगत खाएछ, फेरि फ्यालेको फेरि आयो।
यस्ता जुकालाई त यहाँ टोक्दैछ। अम्मो यहाँ जाने हौ, यहाँ सबै एटेरिका। अम्मो यहाँ अर्को जानै मान्दैन। अब हिँडेको हामी फर्सी बोकेँ मैले। अब दुईजनाले बोके तरकारी सरकारीहरू कति धेरै थियो, अझ हामीले बोकेनौँ। अब यहाँ बसिरह्यौँ भने हामीलाई के भन्छ जुकाले अट्याक गर्छ धेरै। त्यही भएर भाग भइरे अब बिचरा रागिल फुर भइहालेछ होइन। हामी चाहिँ पऱ्यौँ अब बोक्ने। मेरो कुडो लागिहाल्यो नि ट्राउजरमा नि। नुहाउँदिनँ म त, चिसो चाहिँ जालो हुन्छ। हेर यता हेर के बोक्यो अनमोल। अलग निरञ्जन बाम्बोले। अनु यता हेर न, एक नजर हेर न प्लिज, यता हेर न। अलग निरञ्जन बाम्बोले त्यस्तो भएर हिँडेको छ बिचरा। रागिल फुर भएर बाँच्यो नि। म गलेँ। मैले चाहिँ एउटा फर्सी बोकेँ। फर्सी पनि यति धेरै छैन नि। तरकारी के भन्छ, लोभ गरेर तरकारी खानुहुन्छ भनेर बोकेको यो चाहिँ। यहाँनिर कागती छ, टमाटर छ, लप्सी छ यो पुटुलकोमा। अनि हिँड्यौँ अब हामी घरतिर लाग्यौँ। मत्रगुल भएछ बिचरा। घर पनि एकदम माया लाग्दो होइन। ल यो चाहिँ हाम्रो घर है, माइती घर। बच्चाहरू खेलिरहेछन्। मार फोनमा पुग्ने नि मेरो मम्मी। खुसी लाग्न सुरु भइसक्यो। मेको इनके नय हजुर। ए सेल पकाएर भाली सेल पकाएर यता चाहिँ हामी सुत्ने रुम। बिहा छोलाहरू बिहाको टन्ने छ। यो चाहिँ हाम्रो सिटिङ रुम। यहाँ खाना खाने बस्ने किचन। बाथरुम यहाँ छ। वासिङ मेसिन यहाँ छ।